नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्दस्स। नजाने नबुझेहरूका लागि, श्रद्धा र आस्था नहुनेहरूका निम्ति परित्राण के हो, कुन चरीको नाम हो, केही मतलब छैन। तर जाने बुझेकाहरूका लागि परित्राण जीवनकै एउटा महत्त्वपूर्ण अभिन्न अङ्गका रूपमा बसिसकेको छ। हाम्रो जीवनमा, हाम्रो समाजमा आज आएर वैज्ञानिकहरूले समेत भन्ने गरेका छन्, मानिसहरूमा 90% भन्दा बढी रोगहरू त मानसिक कारणले गर्दा नै उत्पन्न हुने गर्दछ। अहिले भर्खरै विकास भएको जीव रसायन शास्त्रले पनि अनुसन्धान गरिराखेको छ। डन्डीफोर, झाडा पखालादेखि क्यान्सरसम्मका रोगहरू पनि मनको असन्तुलनले गर्दा नै हुने गर्दछ। परित्राणले त्यही मनलाई सन्तुलित बनाउने काम गर्दछ, दृढ बनाउने काम गर्दछ अनि अशान्त कोलाहल मनलाई शान्त र आनन्दित बनाउने काम गर्दछ। वास्तवमा परित्राण बौद्ध आस्था हो, बौद्ध विश्वास हो। अनेक दिशा विदिशाबाट जीवनमा आइ नै रहने अनेक प्रकारका भय, अन्तराय, रोग, शोक तथा अनिष्ट भावहरूबाट रक्षा गराउनको निमित्त नै परित्राण पाठ सुन्ने र सुनाउने गरिन्छ, गर्ने र गराउने गरिन्छ। त्यसैले भन्ने गरिन्छ, परिसमन्तो तायति रक्षतीति परितं, अर्थात् हाम्रो जीवनमा आइरहने अनेक विघ्न, बाधा, भय, अन्तराय, समस्या इत्यादिहरूलाई हटाउन सक्ने शक्ति भएकोलाई नै परित्राण भनिन्छ। बुद्ध वचनको रूपमा आएको यस परित्राणमा भगवान बुद्धको मैत्री छ, भगवान बुद्धको करुणा छ अनि भगवान बुद्धको सत्य वचन छ। यसका साथै परित्राणमा शान्तिका अग्रनायक महामानव बुद्धका अनन्त गुण धर्महरू रहेका छन्। दुःख मुक्तिको बाटोसम्म पुर्याउन सक्ने धर्मका अनन्त गुण धर्महरू रहेका छन् र बुद्धका आर्य श्रावक संघका अनन्त गुण धर्महरू रहेका छन्। परित्राणलाई सूत्र पनि भनिन्छ। सूत्रको नेपाली अर्थ धागो हो। जसरी धागोले राम्रा राम्रा फूलहरूलाई एकै ठाउँमा उनेर राम्रो माला बनाउने हो, त्यसरी नै भगवान बुद्धले बहुजन हिताय बहुजन सुखायका निम्ति 45 वर्षसम्म गाउँ गाउँमा, नगर नगरमा, जनपद जनपदमा, देश देशान्तरमा उपदेश गरिराख्नु भएको आदि मध्य र अन्त पर्यन्त कल्याण हुने उपदेश धर्मलाई सार संक्षेप रूपमा एकै ठाउँमा संग्रहित गरिएको सूत्र नै परित्राण हो। परित्राणले मानव जीवनमा आइरहने
अनेक प्रकारका रोग, शोक र भयलाई हटाउने गर्दछ। त्यति मात्र होइन, परित्राणलाई चिन्तन मनन गरी व्यवहारमा उतार्न सकेमा सम्पूर्ण दुःखबाट मुक्त रहेको निर्वाणसम्म पनि प्राप्त गर्न सक्ने कुरा बौद्ध वाङ्मयमा उल्लेख भएको छ। यस्तो परित्राणको परम्परा भगवान बुद्धकै समयदेखि प्रारम्भ भएको कुरामा दुई मत छैन। भगवान बुद्धकै समयमा 7 दिन 7 रातसम्म अटुट रूपले परित्राण पाठ गरेको वर्णन धम्मपद अर्थकथा ग्रन्थमा उल्लेख भएको पाइन्छ। धम्मपद अर्थकथा ग्रन्थमा आएको उक्त घटनालाई यसरी चर्चा गर्न सकिन्छ। दुई दम्पति आफ्ना नाबालक छोरा लिएर भगवान बुद्ध कहाँ आए। तिनीहरूले बुद्धलाई अभिवादन गरे। भगवान बुद्धले उनीहरूलाई आयु आरोग्यको आशीर्वाद दिनुभयो, तर उनीहरूका नाबालक छोरालाई केही आशीर्वाद दिनु भएन। तब उनीहरूले भगवान बुद्धसँग त्यसको कारण सोद्धा आफ्नो छोराको आयु 7 दिन मात्र बाँकी रहेको कुरा बताउनु भयो। ती दम्पति साह्रै दुखी भए। उनीहरूले त्यस विपदलाई टाल्न सक्ने कुनै उपाय छैनन् र भगवान बुद्धलाई सोधे। तब भगवान बुद्धले उनीहरूलाई आफ्नो छोरालाई परित्राण मण्डपभित्र राखी 7 दिन 7 रातसम्म अटुट रूपले परित्राण पाठ गराएमा त्यो विपद हटेर जाने कुरा बताउनु भयो। उनीहरूले श्रद्धेय भिक्षुसँगबाट त्यसरी नै 7 दिन 7 रातसम्म परित्राण पाठ गराए। उक्त परित्राणको अनुभवले 7 दिन मात्र आयु बाँकी रहेको त्यो बालक 120 वर्षसम्म बाँच्यो। आयु वर्धन कुमार रह्यो। यसरी नै वैशाली नगरमा दुर्भिक्ष रोग भए हुँदाको समयमा भगवान बुद्धद्वारा देशित रतन सूत्रको परित्राण गरेको थियो, जुनबाट ती सबै रोग दुर्भिक्ष भय शान्त भएर गयो। लोकमा मङ्गलको विषयमा वास्तविकता थाहा पाउन नसक्दा भगवान बुद्धले अर्थीश्वता सही मङ्गलको बारेमा बताउनु भयो, जुन मङ्गल सूत्रमा रहेको छ। 500 जना भिक्षुहरू जंगलमा ध्यान बस्न नसकेर फर्किँदा बुद्धले तिनीहरूलाई मैत्री सूत्र सिकाउनु भई त्यही ध्यान गर्न पठाउनु भयो र सबै भिक्षुहरूले अरहत फल प्राप्त गरेका थिए। त्यसो त आफ्नो कर्म अनुसार मर्न लागेको प्राणीलाई परित्राणले मात्र केही गरेर पनि बचाउन सक्दैन। यसका बावजुद पनि आयु बाँकी रहेकाहरूलाई असत कर्मबाट मुक्त गराइदिन परित्राण एउटा अचूक वरदान नै साबित हुन गएको छ। मरिसकेको रुखमा हजारौं घडा पानी दिए पनि उक्त रुखलाई फेरि बचाउन नसकेसरी आयु नै समाप्त भइसकेका प्राणीहरूलाई
कुनै प्रकारको औषधि, जडीबुटी वा परित्राणले पनि बचाउन सक्दैन, जुन कुरा सुप्रसिद्ध ग्रन्थ मिलिन्द प्रश्नमा उल्लेख भएको छ। यसका बावजुद पनि परित्राणको महत्त्वबारे राजा मिलिन्दको प्रश्नमा नागसेन भन्तेले यी महत्त्वहरू प्रकाश पार्नुहुन्छ। 1. परित्राणको प्रभावले तोक्न आएको सर्पले पनि तोक्न सक्दैन। 2. पेटमा पुगिसकेको बिखले पनि केही हानि पुर्याउन सक्दैन। 3. पिट्नलाई उठाइसकेको लट्ठी पनि भुइँमा फालेर प्रेम गर्न थाल्दछ। 4. पागल भएको हात्ती अगाडि आएर पनि शान्त भएर जान्छ। 5. दन दन बलिरहेको डरेलो पनि शान्त भएर जान्छ। 6. शारीरिक तथा मानसिक रोगहरू हटेर जान्छ। परित्राण पाठ प्रभावशाली बनाउनका लागि पाठ गर्नुहुने र पाठ सुन्ने दुवै तर्फबाट 3-3वटा गुण अङ्गहरू पूर्ण हुनुपर्ने कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख भएका छन्। जस्तो परित्राण पाठ गर्नुहुने व्यक्तिबाट पालन गर्नुपर्ने गुण अङ्गहरू यस प्रकार रहेका छन्। 1. शुद्ध र स्पष्ट रूपले पाठ गर्नुपर्ने। 2. अर्थ जानेर बुझेर पाठ गर्नुपर्ने। 3. लोभ, लाभ आदिको आशाबाट मुक्त भएर मैत्री र करुणापूर्ण चित्तले पाठ गर्नुपर्ने। यसरी नै परित्राण पाठ सुन्ने श्रोताबाट पूर्ण हुनुपर्ने गुण अङ्गहरू यस प्रकार छन्। 1. पञ्च महापापबाट मुक्त भएको हुनुपर्ने। यहाँ पञ्च महापाप भन्नाले बुद्धको शरीरबाट रगत निकाल्नु, अरहत व्यक्तिको हत्या गर्नु, आमाको हत्या गर्नु, बुबाको हत्या गर्नु र सङ्घभेद गर्नु हो। यस्ता पञ्च महापापबाट मुक्त भएको हुनुपर्ने। 2. मिथ्या दृष्टिबाट मुक्त रहेको हुनुपर्ने। 3. श्रद्धा र विश्वासपूर्वक परित्राण पाठ सुनेको हुनुपर्ने। यसरी परित्राण पाठ सुन्ने र भन्ने दुवै तर्फबाट आवश्यक गुण अङ्गहरू पूरा भएमा त्यसको प्रभाव अत्यधिक रूपमा रहने कुरा भगवान बुद्धले बताउनु भएको छ। बुद्ध धर्म सङ्घका साथै प्रत्येक बुद्ध बोधिसत्वहरूका अनन्त गुणहरूलाई समेत स्मरण गरी उहाँहरूको सत्य अनुभवले तथापि उक्त सत्यलाई नियाली चिन्तन मननले शारीरिक तथा मानसिक दुःख, कष्ट, पीडा, उत्पीडन जस्ता छटपटीलाई शान्त गर्न सक्ने सत्यवचनका पवित्र सूत्रहरू हुन् परित्राण। परित्राणलाई राम्ररी जानी बुझी पाठ गर्ने तथा पाठ सुन्ने गर्नाले यसबाट मानसिक उपचारको सफल साधना पनि हुने गर्दछ। संक्षिप्तमा भन्ने हो भने परित्राण शारीरिक
तथा मानसिक रोग, शोक, भय, पीडा, वेदना, चिन्ता आदिलाई हटाउन सक्ने एउटा मनोवैज्ञानिक पद्धतिको उपचार माध्यम भएको छ। परित्राणको पठन, श्रवण, मनन एवं परिपालन गर्नाले मानव मात्रलाई आदि, मध्य र अन्तसम्म सुख, कल्याण हुने र दुःख, कष्ट विनाश गर्ने गर्दछ। यस्ता अत्यधिक महत्त्वले भरिएकोले नै हो बुद्ध धर्ममा धेरै नै प्रसिद्ध भएको छ यो परित्राण। बिहारमा हरेक पूजा गर्ने बेला होस् अथवा उपासक उपासिकाहरूले भोजन जलपानको निमन्त्रणा गर्ने बेला होस्, परित्राण पाठ गराउने चलन सायदै मात्र छुट्ने गर्दछ। साधु साधु साधु